पनि सकिन्छ, त्यो हुँदै नहुने भन्ने कुरा पनि खोज अध्ययनहरू छ। किनभने हामी यस्तो सोच्ने चिन्तन मनन गर्ने झन्डै झन्डै धेरै भयो हामी तेस्रो पुस्ता, धेरै गाउँघरको लागि हामी पहिलो पुस्ता हो, परिवारको लागि पनि पहिलो पुस्ता हो। त्यसैले अघि पनि एउटा कुराहरू आए नि, जति कुराहरू खारिएर टेकिएर निखारिएर आउनुपर्ने त्यो चाहिँ आउनु अलिकति बाँकी छ। त्यही कन्टेक्स्ट चाहिँ यता हाम्रो नेपालको अरू आर्य समाजको सन्दर्भमा हेर्दाखेरि उनीहरू हामी जस्तो पढ्ने कम्तीमा 5-10 पुस्ता भएर आइसकेका छन्। फ्यामिली नै सबै त्यो गर्ने, यहाँ नभए पनि बनारस गएर पढ्ने, अहिले बल्ल हामी काठमाडौँमा आएर पढ्न सक्ने हुँदाखेरि उहाँहरू चाहिँ विश्वका टप युनिभर्सिटीमा गएर अक्सफोर्ड हो कि क्याम्ब्रिज हो कि होइन त्यस्तो ठाउँमा चाहिँ एउटा पढ्दै हुन्छ। त्यसैले त्यो कुराले उहाँले धेरै कुराले छिटो क्लियर गराइसक्नुभयो उहाँहरूले। तर हाम्रो चाहिँ त्यो जाँड भन्ने चिज नै हाम्रो लागि के हो, जाँड रक्सी मान्छेले खाने अनि देउताले चढाउने भन्ने कुरा के हो भन्ने तहदेखि हामीले छलफल गर्नुपर्छ। जस्तै अघिको त्यो इस्युमा हामीले जाँड किन खाइन्छ भन्दाखेरि देउताले पनि त खान्छ अनि हामी मान्छेले खाएको भन्ने कुरा छ। अहिले अलिकति केही सुधारको कुरा भयो भने के हुन्छ भने जाँड रक्सी मान्छेले पनि खानु हुँदैन, देउताले पनि चढाउने कुरा होइन, फलफुल मात्र चढाउने भन्ने हुन्छ। अनि फलफुल चाहिँ के चढाउने भन्दाखेरि चाहिँ नरिवल चढाउने भन्ने सिद्धिन्छ। एउटा विदेशी एन्थ्रोपोलोजिस्ट आएर तपाईँले एउटा नरिवल चढाएर देउताले पूजा गरेको देख्यो भने यो चाहिँ तल मद्रास रहेछ हेर्ने बित्तिकै साउथ इन्डियातिरको नरिवल भन्ने ठाउँबाट छ भन्छ। तर लिम्बू सभ्यतासँग याक्थुङ सभ्यतासँग नरिवलको कुनै सम्बन्धै हुँदैन। आफ्नै सम्बन्ध भएको जाँड रक्सी चाहिँ त्यहाँनिर छुटाउने अनि फेरि त्यसको विकल्पमा चाहिँ नरिवल चढाउने त्यो कुरा पनि फेरि मिलिरहेको छ होइन। अनि हामीले खाने जाँडलाई चाहिँ के गरिरहेछौँ भनेपछि हाम्रो रिचुअल र कल्चरसँग जोडिरहेको छौँ। तर हाम्रो रिचुअल र कल्चरमा त्यो जाँड र रक्सी कुरा चाहिँ कसरी आयो भन्ने कुरा फेरि हेरिरहेको छौँ। त्यसैले त्यो लेभलमा मेरो चर्चा चाहिन्छ, छलफल चाहिन्छ होला। त्यो चाहिँ प्रसङ्ग अर्को हो, भयो भने त्यसको बारेमा नै अलिक फरक कुरा गरौँला। आज तपाईँको कुरा सुन्यो, आज चाहिँ म यहाँ आउँ। त्यसैले 70,000 वर्षदेखि यहाँ छौँ हामी र हामीले एउटा मुथुम जस्तो एउटा ज्ञानको स्रोत निर्माण गऱ्यौँ र यो मुथुम जस्तो ज्ञानकै स्रोतबाट अहिले आउँदा आउँदा हामी कस्तो भयो भने एउटा पहिचानको आन्दोलनमा पनि यही मुथुम जस्तो ज्ञानको स्रोत जसले ज्ञान दिन्छ हामीले भित्री तहदेखि इन्करेज गर्छ। त्यसले नेपालको सन्दर्भमा पूर्वका लिम्बूहरू त्यति सजिलै त्यति सिपिलिपी हार्ने होइन नै अधिकारको लडाइँमा होस्, लेखनमा होस्, सबै कुरामा आएका छन् भन्ने कुरामा भित्रभित्र यो मुन्धुमले हामीलाई गाइड गरिरहेछ, प्रेरित गरिरहेछ। त्यो कहीँ न कहीँ त्यसले हामीले ज्ञान दिइरहेछ, संस्कार दिइरहेछ, सबै कुरा चाहिँ त्यो आइरह होला भन्ने हामीले सोच्ने होला। अनि त्यसमा हिजो हामीले भन्दाखेरि यो फिल्मको स्ट्रक्चरलाई पनि इन्डिजिनस पर्सपेक्टिभबाट हेर्नुको लागि सबैभन्दा सहज चाहिँ अब नेपालको इन्डिजिनस पिपुलकोमा पनि लिम्बूको एङ्गलबाट हेर्दाखेरि झन्डै झन्डै एउटा त्यो लागेको जस्तो देखियो। अनि त्यो एउटा प्रश्न हो, हामीले त्यसले मुलुकसँग अट्याच नगरेको, व्याख्या नगरेको हो नि त। यो कुरा आजभन्दा 10 वर्ष 20 वर्ष अगाडि नुमाको बनाएको बेलामै त्यो छलफल गर्दाखेरि त हुन्थ्यो होला। अन्त विश्वमा त्यो खालको आएको थिएन। तर चिज छ, तर त्यसलाई पर्खेलेर निकाल्नु, खोतलेर निकाल्नु चाहिँ हामीले ढिलो गरिरहेको छौँ। तर ढिलो आफ्नै काम गरिरहेको छौँ त्यसो। त्यसैले मुलुक कुरामा मैले हिजो के भने यहाँसम्म हिजो आयौँ र यहाँ करिब अब हामी कसरी यो आफ्नो लाजरी वर्षमा आयौँ भन्ने कुराहरू थियौँ। अब यो त्यसलाई चाहिँ म मुलुकसँग फेरि के हो भन्नेसँग म जोड्न चाहन्छु। अनि त्यही बेलामा हामी यो आइस एजमा यो तरिकाले आउँदै 11,700 वर्ष पछाडि चाहिँ हामी चाहिँ यो अहिलेको ठाउँहरूमा पुग्यौँ। हामीले माङ्गेर्ना यकहरू निर्माण गर्दै यो आइस एज सकिएपछि, खेती किसानी गर्ने समय आएपछि, नियोलिथिक एज आएपछि समयको हिसाबले म्याक्सिमम 10,000 वर्षदेखि यता चाहिँ हामी निश्चित ठाउँमा बस्न थाल्यौँ। त्यसको अर्थ हामी हन्टर्स ग्यादरर्सको रूपमा पुरा लामो समय हिँडिरहने जीवनबाट एकै ठाउँमा स्थायी रूपमा चाहिँ हामी बस्न थाल्यौँ। त्यसरी स्थायी रूपमा बसेपछि र सामूहिक रूपमा सोचेपछि चाहिँ हामीले हाम्रो मुलुकको ज्ञानहरू चाहिँ यस्तो रहेछ भनेर त्यसलाई संश्लेषित गरेर हेर्न थाल्यौँ, एकै ठाउँमा जोडेर हेर्न थाल्यौँ र हामीले संसार के हो, जीवन के हो, जगत के हो, त्यो सम्पूर्णको सामूहिक उत्तर खोज्यौँ र हामीले एक्लै ल्याएका कथाहरूलाई जोडेर 7 लाख भन्दा पनि नसकिने 2000 पृष्ठको लामो किताब हुने चिज चाहिँ हामीले बनाइरहेको छौँ। त्यसैले त्यो चिज छ, त्यो चिज के हो भन्ने कुरा हेर्नु।
अनि त्यसपछि यस्तो एउटा यफहरू बनायौँ। त्यहाँदेखि चाहिँ हामी छुटेर कोही जस्तै प्रत्येक जस्तै च्याङथापको यफमा हुने भने त्यहाँ वरिपरि हुनेमा चाहिँ कसरी योङहाङ हुने, कसरी सेलिङ हुने, कसरी मेन्याङको आदि भएर त्यहाँदेखि छुट्यौँ। अनि यता पाकोहरूको त्यस्तो होला, उता फेराको त्यस्तो, त्यो हिसाबले हामी आयौँ। 11,700 वर्षसम्म थियो। त्यसपछि चाहिँ आइस एज सक्यो। त्यसपछि अब त्यो आइस एज भइन्जेलसम्म हामी चाहिँ घर बनाएर बसेका थिएनौँ। आइस एज भइन्जेलसम्म हामी चाहिँ ओडारहरूमा बस्नु पर्थ्यो है। त्योभन्दा अगाडि नै हो यो बाटोमा हिँडेको, धेरै अगाडि 70,000 अगाडि त्यसखेर आइस एज नै थियो। र पछि 11,700 वर्ष अगाडि चाहिँ आइस एज सक्यो र हामी चाहिँ त्यस पछाडि 70,000 वर्ष अगाडि नै यो बाटो हिँडेको। 70,000 वर्ष अगाडि। धेरै अगाडि 70,000 वर्षभन्दा अगाडि कुरा हो त्यो समयको हिसाबले। तर त्यो मुन्धुम बनाएर त्यो तरिकाले संश्लेषित गरेको चाहिँ यसपछि नै हो। याक्चुम सिभिलाइजेसन सुरु भएको सामूहिक रूपमा यस्तो जस्तै फिल्म त हामीले गर्दै आयौँ होइन। कुन कथा? त्यो धेरै पुरानो कथा हो। कथा बनाएको समय कान्छो पछि बनायौँ। तर त्यो कथाले बोलेको स्टोरी चाहिँ अघि बढेको जस्तै धेरै अगाडिको स्टोरी पछि बन्यो जस्तै होइन। 42-43 सालको कथा 82-83मा 40 वर्ष पछाडि बन्दैछ। त्यो समाजमा त्यो खालको घटना घटेको त थियो। हाम्रा पुर्खाले त्यो खालको घटनाहरू अनुभव गरेका त थिए। बेग्ला यसो होला भन्ने सिपको एउटा बुझेर एक्सपिरियन्स पनि गरेका थिए। तर त्यो चाहिँ फरक रूपमा चाहिँ एकै ठाउँ कनेक्टिभ भएको अवस्था थिएन। हामीले फिल्मको बारेमा सबैले फरक तरिकाले बुझेका थियौँ। तर यहाँ एकै ठाउँमा बसेर बहस छलफल गरेर हामीले एउटा कथा बनायौँ भने त्यो एउटा साझा कथा हुन्छ नि त। हो त्यो साझा कथा हो नि त। लिम्बूको मात्रै न संसारका सबै मान्छेहरूले यदि म सिभिलाइज हुँ, मेरो सिभिलाइजेसन छ भने उसको सिभिलाइजेसन अराउन्ड 10,000 वर्षभन्दा अगाडिको कुनै पनि सभ्यता छैन संसारमा। तपाईँ इजिप्टको मिस्रको कुरा गर्नुहोस्, मेसोपोटामियाको गरौँ, सिन्धु घाटीको कुरा गरौँ, ग्यालीको कुरा गरौँ, यान्सीको कुरा गरौँ, मोन्टमेरको कुरा गरौँ, र उता अमेरिकाको माया र इन्का सभ्यताको कुरा गर्दाखेरि सबै सभ्यताहरू 10,000 वर्ष पछाडि 4-5 हजार वर्ष अगाडिसम्म रहेर कोल्याप्स भएका धेरै सभ्यता र कोही सभ्यता चाहिँ त्यस पछाडि निरन्तर भइरहेका। जस्तै अघि भनेको मिस्रको इजिप्टको सभ्यता, मेसोपोटामियाको सभ्यता, सिन्धु घाटी सभ्यता जस्तै 7-8 वर्ष अगाडिदेखि 7-8 हजार वर्ष अगाडि सुरु भएर करिब 4-5 हजार वर्ष अगाडि कोल्याप्स भयो। त्यसको कारण चाहिँ अहिलेको यो डेजर्टिफिकेसनले गर्दाखेरि। तर अहिले हामीले भनेको त्यो याङ्सा अथवा येलो रिभर बेसिनको सभ्यतामा केही डेजर्टिफिकेसन हुनु खोज्यो 4,200 वर्ष अगाडि। तर उता पश्चिमको जति बढीको भएको हुनाले त्यो सभ्यता कोल्याप्स भएन र त्यसको निरन्तरता चाहिँ अझैसम्म छ भन्ने कुरा हो। म एकचोटि यो सक्छु अनि त्यसपछि आइसक्नु भएको छ उहाँको कुरा बढिसकेको भने। अनि त्यस पछाडि यसो कुरा पनि मैले गरेँ। हिजोको कुरासँग आजको कुरा मैले जोड्नु मात्र खोजेँ। त्यसरी आउँदाखेरि पुर्खाको एक खालको यो अस्ट्रेलोपिथेकस भनौँ, होमो इरेक्टस भनौँ अथवा होमो सेपियनको भनौँ, हाम्रो अगाडि स्वरूप त्यस्तो थियो। लुगा नलाएपछि चार ठाउँमा बसेपछि एक खालको रवर पछि त्यो रवर हट्ने क्रम चाहिँ एउटा भइरह्यो है। तर कस्तो रह्यो भने त्यतिखेरको समय चाहिँ एकदमै डर त्रासमा बित्थ्यो। अहिले तपाईँले एउटा चरा नै एउटा कुनै जङ्गली जनावरलाई कतै हेर्नुभयो भने यसरी जस्तै एउटा बाँदरलाई पनि जस्तै त्यो अहिले देखिन्छ नि कहिलेकाहीँ त्यो जियोग्राफीहरूमा त्यो एक खालको लामो हात र लामो पुच्छर भएको के भन्छ किपर होइन। हातले दियो भने त्यो केही चिजहरू टिपेर खान्छ तर खाइरहेछ तर यस्तो एकदमै चारैतिर हेरिरहन्छ उसले।
मान्छे अलिक कम हेर्छ। तर तपाईँ यदि आन्दोलन लडाइँमा क्रान्तिमा हुनुहुन्छ भने झन्डै त्यो कुराका पनि हेर्नुपर्छ। यताले शत्रु आउँछ कि कहिले आक्रमण गर्छ। त्यसले चाहिँ पहिलाको हाम्रा पुर्खाहरूले विभिन्न किसिमको प्रिडेटरहरू, विशेष गरी 4वटा प्रिडेटर, एउटा जङ्गली अजिङ्गर साप जातिको, एउटा आकाशमा उड्ने चिल, अर्को भुइँमा रहने बाघ, यति चिजहरूसँग चाहिँ एकदमै बढी हामी चाहिँ सतर्क हुनुपर्छ। कतिखेर यिनीहरूले हामीले मार्थ्यौँ त्यो थाहै हुँदैन हो। त्यसरी त्यो जस्तो एकदमै आतङ्कित त्रसित अवस्थामा हेरिरहनु पर्थ्यो। त्यही त्रास नै अहिलेसम्म रहेर हामीले यो साइकोलोजिकल डिसअर्डर हुने, यो एकदमै डराउने रोग लाग्नुको कारण चाहिँ त्यतिखेर उसले डर अहिलेसम्म छ अरे भन्छ है अध्ययनहरूले। त्यो हाम्रो अस्पतालले थाहा हुन्छ। मैले यसलाई पनि स्वीकार त्यस्तो अवस्थामा हामीले पार गर्नु एकदमै डर लाग्नु। के कुराले डर बनायो हामीले, के कुरामा डराउनु पर्यो भनेपछि चाहिँ जस्तै सुरुमा आकाशको चिल अनि भुइँको बाघ अथवा यसले बिट्या पनि भन्छ। आकाशको चिल प्रजातिको जसले अझै पनि बच्चाहरू टिपेर लान्छ, बाख्राहरू चालेर लैजान्छ। एक समय हाम्रा पुर्खाहरू त्यस्ता चिलहरूको शिकार भइरहनु पर्यो। र हाम्रो लिम्बूमा त मुन्दुम नै छ कि त्यो एउटा पारम्सिक माथि हिमालतिर एउटा बेसारा चिल बसिरहेको थियो भोकै उहिले मुन्दुममा नै हामी मान्छेलाई त टाइगर लिम्बूमाले पुरोमाले बनाएर छोड्नुभन्दा अगाडि के सन्देश दिएको छ भने ती मान्छेहरूले सबैभन्दा उत्तम र विवेकी प्राणी बनेको हो, मेरो सुझाव चाहिँ पुरोमाले बनाएको। त्यसरी तिमी मान्छेहरू भनेको चाहिँ अरू मान्छे बाहेकको जीव जन्तु जस्तै जस्ट बाँच्ने, खाने र रमाइलो गर्ने मात्र होइन। र मान्छेको कर्तव्य चाहिँ आफू बाँचेर सारा जीव जन्तुलाई बचाउने र यो पृथ्वी धरतीलाई पनि बचाउने हो है भनेर हामीले सन्देश दिएर जानुभएको छ मान्छे। त्यसरी चाहिँ अल्पिनु हो र करिब मैले गर्ने मागको काम पनि तिमी मान्छेहरूले नै गर्ने भन्ने हिसाबले त्यो मान्छेहरूभित्रैबाट युमा चाहिँ त्यो खालको गाइड गर्नु आउनुभएको हो भन्ने एउटा इन्टरप्रिटेसन पनि छ। अनि त्यसो भइसकेपछि त अब हामीले चाहिँ जस्तै त्यसरी बसेर रहने क्रममा हामी मान्छे त सम्पूर्ण संरक्षण गरेर बस्नुपर्ने। तर एक समय त्यही मान्छे त्यही के जीव जन्तुको चाहिँ हामी शिकार हुनु पर्यो। अनि त्यसरी माथि हिमालमा एउटा चिज त्यसरी बेसारा भोकै बसेर देखेपछि यति वर्ष यति महिना भयो मानु फक्तानको माथि एउटा ठुलो अदङ्गको चिज बसिरहेछ। अनि त्यसलाई त अब मर्छ, किन यो हिंस्रकै भए पनि यो बाँच्नुपर्छ। अहिले माटोको जस्तै के गर्ने त भन्दाखेरि आएर बस न यता। किन बसेको भन्दा तिमी यात्रुहरू बसेको ठाउँमा म चिललाई बस्ने र थाम्ने खालको एउटा ठुलो रुख नै छैन भनेर माथि चिल। अनि त्यसो भनेपछि सबै डाँडा काँडा रुखहरूले सोद्धाखेरि एउटा अहिलेको माथि के अरे यो आख्रैतिर अथवा तापजुनतिर हुने ठाउँमा एउटा ठुलो पारामसिङ भन्ने रुख त्यो कुकुरको कुकुर कि के भन्छ त्यसले भन्यो कि आऊ म तिमीलाई थामिदिन्छु बस। उडेर आयो चिल, आएर त बस्यो, रुखले त थाम्यो। तर त्यो गाउँघरको वरिपरि सम्पूर्ण बच्चा बच्ची चाहिँ काग र चिलले चल्ला टिप्यो जस्तै टिप्दै ल्याउँदै त्यहाँ राख्दै खाने भयो। त्यो रुख चाहिँ सोघाको रुख भयो र अझै पनि सोघा भएर मऱ्यो भने त्यो पारामसिङ बिसिङ ताङमा भने मुजुन गरेर ठ्याक्र्याङ ठ्याक गरेर अथवा कसरी बन्जरले रुख ढाले जस्तो चाहिँ त्यो एउटा सम्मानले रुख ढाल्नुपर्छ। त्यो चाहिँ के अरे पारामसिङ बिसिङ सोघाको रुख ढालेको भन्छ। त्यो त्यसरी आएर बस्यो। गाछको सम्पूर्ण चाहिँ के अरे बालबच्चा जो अशक्तहरूलाई टपक्क टिपेर लान्थ्यो कि यस्तै र चेली माइती के माइतीहरू कतै साता लुङल्याङ भने कमाउनु गएका थिए। चेली पर्खिरहेको थियो मेरो माइती कहिले आउँछन् भनेर। माइतीले घर राम्रो ढुङ्गु हामी सिकार लिएर जान्छौँ, तिमीलाई मनपर्ने खानेकुरा आदि इत्यादि ल्याइदिन्छौँ भनेर गएको। मेरो माइतीहरू कतिपय आउँछन् भनेर पर्खिरहेको हुन्छ ऊ चेलीले। अचानक तिमी बाहिर ननिस्क भनेको हुन्छ माइतीले चेलीले। अब चेली अलिक सानो थियो तर मेरो माइतीले कसैले कतिखेर आउँछन् भनेर यस्तो बाहिर हेरेर के निस्किएको मात्र थियो। चेलीले टक्क टिपेर अनि मुन्नुमा के हुन्छ त्यो टिपेर लाँदाखेरि त्यसको त्यो चेलीको त्यो मैलाको रगत भुइँमा टप टप खस्छु भन्ने अनि कराउँदाखेरि आकाश धरती थर्क्यो भन्ने सुन्ने कुरा छ है। अनि त्यस पछाडि चाहिँ पछि आउँदाखेरि त चेली छैन होइन, केही सङ्केत पनि छैन घरमा होइन। त्यसरी चल्ला टिपेर लगेपछि के सङ्केत हो है।
हो त्यस्तो किसिमको अवस्था आएपछि अब के गर्ने भन्दा त्यसलाई मार्नुपर्छ। यो चाहिँ कसरी मार्ने भन्दाखेरि रुख ढाल्ने, रुख ढाल्नु फेरि पनि गाँसिन्छ, ढाल्नु फेरि पनि गाँसिन्छ, बल्ल बल्ल अनेक उपाय गरेर ढालेको पनि आउँछ र अर्को चाहिँ रिसो पासोमा पारेको पनि आउँछ। त्यसो गरेपछि साइकोलोजिकली हामीले यिनीहरूलाई यो जति हिंस्रकले भने पनि आफ्नो मानवीय क्षमता र ज्ञानले आखिर एउटा जित्न सकिने कुरा है। हामी मान्छेले अलिकति आइडिया लगाएर योसँग लड्यौँ भने यसले हामी जित्न सक्छौँ। त्यसैले यो मुयासँग होइन, सानो मुया भन्छ मुटुमा, जहिले तैँले त्रसित भएर बसिराख्नु पर्दैन भनेपछि त्यो साइकोलोजीले मान्छ। त्यसैले सामूहिक प्रयत्न गऱ्यौँ भने यस्तो चिज पनि मार्न सकिन्छ भनेपछि कुरा चाहिँ स्थापित गऱ्यौँ, त्यो मुदुम बन्यो र अझै पनि हामीले के भन्छ के अरे मुया सम्मान बनेर पूजा गर्छौँ। यो तङ्सिङ गर्दा यसको रूप ढाल्छौँ र यसले चाहिँ कुनै पनि राम्रो अनुष्ठान गर्नु पऱ्यो भने यो मुयाले छेक्छ, खाइदिन्छ, टपटी लगाइदिन्छ। त्यसो तपाईँ तङ्सिङ गर्नुपर्दा होस् र सामान्य युमाको पूजा गर्दाखेरि पनि घरको अगाडिको आँगनमा यस्तो 4 किसिमको चाहिँ एप्लाङमा दुधको के अरे 3-4 स्टेपको बनाएर छेकेर पहिला उसलाई बाटो छेक्नुपर्छ। नत्र भने त्यो अनुष्ठान गर्ने मान्छेले भित्र लाग्न सक्छ, अनुष्ठानमा अरू देवताले चढाएको चिज पनि उसले खाइदिन सक्छ क्या। त्यो विश्व गरेर हाम्रो लागि निर्माणले यस्तो कुराहरू हुन्छ है। त्यसैले त्यो किसिमको कुरा छ मुयाको र अझै पनि त्यसको नाम नै सामु मुया, मुगिपा मुया होइन, भनेको एकदमै डरलाग्दो बलिसम्म नाम नै छ यो चिजको। त्यसरी भयो अनि अर्को विज्ञान बाघको, यो बाघसँग थुप्रै थुप्रै अहिले अध्ययन गर्दाखेरि मान्छेले यस्तो खबरमा टोकेको थुप्रै खबरहरू पाइन्छ। यसले पनि जहिले तहिले हामीले जितिरह्यो, योसँग जहिले पनि हारिरह्यो र नाम्सामी केसामीको मुन्थुम जबरजस्त त्यो घटना घटाएर नभए एक ठाउँमा घट्यो, तर मान्छेले काम लाग्ने सही नजिकको घटना घटेको हुनाले त्यसले एकदमै ट्याप्प बनायो र हामी आफ्नो लिम्बूसम्म आइपुग्दा त्यो नाम्सामी केसामी घटको कथा 3 तरिकाले भएर आइपुग्यो। एउटा ताप्लेजुङतिर भने आउने एउटा कथा होइन, अनि अर्को चाहिँ यता के अरे यता 5 सेवा नामलातिर आउने कथा। त्यो किन दुईवटा भयो भने हिजो हामीले भन्यो रुट दुईवटा छ। ताप्लेजुङतिर माथि सावधान भएर सिधै आउनेहरूले माथि ताप्लेजुङतिर कथा बनाए, उनीहरूले त्यही सही लाग्छ। अनि यता के अरे त्यो सिटुवा न्युनाको बाटो भएर आउने जुन सुहाङ त्यो याक्खुङहरूले त्यो नाम्सामी केसामी कथा ल्याएर आए, त्यो आफ्नो तरिकाले ठिक छ। अब हामीले बाजेर तिमी ताप्लेजुङको कथा होइन, पानथरीको हो, पानथरीको होइन, ताप्लेजुङको हो भन्ने कि त्यो दुईवटा कथाले दिने एसेन्स त एउटै हो नि त। आखिरी बाघलाई पनि हामी जित्न सक्छौँ भनेर पुर्खाले बनाएको जुन एउटा कथा हो त्यो कुरासँग त फेरि पनि त्यो एउटा लिने शिक्षा त एउटै कुरा हो नि त। फेरि त्यो बाघलाई मारि पठाउँदाखेरि हाम्रो मुलुकले सबै खतम गर्नुपर्छ भन्ने त छैन। त्यसको नि एउटा मेमोरी बनाउनु पर्यो, मारि पठाएर भयो। त्यसको मेमोरी के बनाउनु त च्यापुङ के बनाउने भनेर अझै पनि एक खालको प्रायश्चित स्वरूप हामीले तिमी बाघलाई मान्छेले मार्नै खोजेको त होइन, तिम्रो बेहोरा ठिक भएन नि त। आफ्नो भाइले नै मारिहाल्नु पठाएपछि एउटा खेल त खेल्नु पऱ्यो, त्यो खेलमा हार्यो तर तिमी हारि पठाए पनि तिमीले चुकेर 3rd क्लासको बनाएर तिम्रो अस्तित्वै नामेट त बनाएन नि त। तिम्रो छालाको च्यापुङ बनाएर बताइरहेको छ त भनेपछि त्यहाँनिर सहज है। त्यसैले यो तरिका आउँछ। अनि बाघलाई जित्ने कुरा र गाउँघरमा गयो भने थुप्रै ठाउँमा अझै पनि बाघ खोरहरू छ, चितुवा खाहरू छ। यी पुर्खाहरूले बाघले राम्ररी थुन्ने किसिमको सिप चाहिँ लिम्बूहरूमा अझै पनि छ र त्यो किसिमको क्षमता भएको हुनाले हिजोसम्म राणा शाहले लिम्बूबाट यहाँ बाघ मार्नु, बाघ थुन्नु त जागिरै दिएर राखेका क्याप्टेनहरू। झन्डै यो एरियाहरू, यो कट्टर लिम्बूको एरिया छ, झन्डै त्यस्तो काम गर्ने मान्छेले ल्याएर यो खालको बक्सिस दिएको जग्गा हो होइन। यो मन्दिर खासै महको लागि ल्याएको हो, कसैले चाहिँ बाघ मार्ने सिकार गर्ने भन्छ। त्यो उहिलेको हाम्रो आइडिया चाहिँ अहिलेसम्म आइरहेको हो। त्यसैले यस्तो खालको उनीहरू खोलाहरू मैले कथाकथी गरेर भनिसकेँ। एउटा मान्छेले आफ्नो बच्चालाई यसरी बोकेर हिँडिरहेको छ, हिँडिरहेको थियो हाम्रो पुर्खाले, हाम्रा कोही बाजे बोजूले बोक्यो। यसरी हिँड्दा हिँड्दै आकाशमा चिज उडेर आयो र हेर्दा हेर्दै त्यो बच्चालाई चिजले टपुक्क छोप्यो। अनि हेर्दा हेर्दै तब छोपेर चिजलाई बोकेर पनि लग्यो है। अनि लग्यो त्यो उसको बाबुआमाले। अनि त्यसपछि हेर्दाखेरि त कान खायो, खबर मात्र बच्चा खाएको यस्तो रियल घटना घटेको। अनि त्यसपछि अब बाबुआमाले कस्तो भयो, के गर्नु, छर्साउनु सकिँदैन, खोल्नु सकिँदैन, रुँदा पनि हुँदैन, कर्म लाग्नु हुँदैन, सब त्यो लग्यो त। त्यसरी हामीले बन्दुक पनि थिएन,
साहित्य बेलामा यो घुम्नु काँडेर चित्त सुख भइसकेको थिएन। त्यसैले त्यो यो घटनाले एउटा त्यो बच्चाको रूपमा आमाको एउटा मनमा साइकोलोजीमा कस्तो खालको एउटा त्रास होइन, रिस, आक्रोश कस्तो खालको चाहिँ एउटा त्यसले ल्यायो होला र यो कुराले उनीहरूले कसरी सम्झे होला, सम्झन पनि नसक्ने। अहिले एकछिन अगाडि काखमा बोकेको बच्चा छैन, फेरि फर्केर आउँदैन, बिर्सिन्छ। बिर्सनु कसरी बिर्सिनु, सम्झनु कसरी सम्झन पनि नसकिने। त्यो घटनाले बिर्सनुभन्दा पनि याद बारम्बार आएन। त्यसैले यस्तो कुराले हाम्रो पुर्खाको दिमागमा एकदमै बढी र अझै पनि हाम्रो दिमागमा यस्तो खालको घटनाले हिट गरिरहन्छ। त्यही कुराले जीवनभर सताउँछ। त्यसले राम्रो रूपान्तरण गर्न सक्दा त्यसले ठुलो एउटा नलेज दिन बन्छ। अब भएन त्यो कथाले हामी मान्छेले खाएरै मान्छ घटना। हाम्रा पुर्खाले त्यस किसिमको कथालाई मुन्दुममा रूपान्तरण गरेर शिक्षा बनाएर कि यो घटनादेखि प्रताडित भएर यो घटनाको अर्को शिकार बनाएर हाम्रो छोरा नातिहरू मर्न नपरोस् भन्ने बनेको मुन्दुमको एउटा कथाले, लेखकहरूले त्यो कायम र विचारले अझै पनि हामीले कायम गरेका छौँ। अहिले हामीले पनि त्यस्तो मुन्दुम हुने कथाहरू बनाउनु छोडेका अथवा फिल्म मार्फत बनाउनु खोजिरहेको छौँ, लेखिरहेको छौँ कतै त्यो किसिमको निरन्तरता। त्यसो भएपछि अब अर्को पालो आयो बाघको। हेर्दा हेर्दै बाघले त टुक्छ, खान्छ, उसको काम त्यति हो, बाँच्नु पऱ्यो कि। अनि त्यसपछि टोक्ने हो, अनि लाने हो, अनि रुखमा लगेर अहिले मृग खाए जस्तै खाने हो है। त्यसरी लग्यो अनि उसले आयो। अहिले चाहिँ अस्ट्रेलियाको एउटा म्युजियममा भएको हो, परिकल्पना गरेर बनाएको रियलली नै यस्तै तरिकाले एकैचोटि दुईवटा मान्छेको टोकेर लगेन। अनि एउटा आफ्नो मान्छेलाई यसरी बाघले लग्यो, अर्को रहने मान्छेले त्यो बाँच्नु कति गाह्रो। उसले यो घटनाले कसरी सम्झ्यो होला, सम्झिँदा पनि र बिर्सनु पनि कसरी सक्नु, पटक्कै बिर्सन्छ। यस्तो घटनामा पुर्खाले थिए। त्यसैले त अस्ति अफ्रिकासँग कुरा गरेको हाम्रा पुर्खाले कस्तो अनौठो त्यो गाह्रो दुःख कष्टहरू सहेर आए र पनि उनीहरू डिप्रेस भएनन्। अहिलेको हामी मान्छे यत्रो ठुलो शत्रु त छैन नि त, शत्रु भएन अहिले मारिहाल्छ, व्यावहारिक समस्या अरू केही छोड भएन कोहीसँग, फेरि अर्को होला के होला होइन। तर हाम्रो पुर्खाले चाहिँ यसो कुराको कति सयौँ हजारौँ गुणा बढी दुःख कष्ट बेहोरेका हुन् नि त। हो त्यो कुराले सम्झेर अहिले हाम्रो केही गर्न भनेर आफूलाई इन्करेज गर्ने, बचाउने हो नि त। झन्डै झन्डै घुमाएर मागे नमुझ्ने भन्ने त्यही हो नि त। तिमी मान्छे, तिम्रो पुर्खाले यत्रो दुःख कष्ट गरेर आए, सहेर आएको पछि तिमी यति सानो दुःख नआर्दिने। तिम्रो पुर्खाको दुःख तुलना यो त केही पनि होइन। जाग त्यो कस्तो कस्तो कुरा त जितेर आयो, सानो समस्या तिमीले सोच्यौ भने जित्न सक्छौ भनेर इन्करेज गर्ने हाम्रो मुनुले र हाम्रो माङ्गना मुनु त त्यही त। उनी भित्तामा फेर मैले फलाखेर बस्छ, हामी तपाईँ अघि जस्तै यो केटा र उताको कनेक्सन नै नहुनु जस्तै भएको। तर त्यसले त्यो अर्थ नबुझेर पनि होला। अब हामीले त्यो सुन्नुपर्छ भने मुद्दा हुँदा साढे बसे अब भाषा नबुझेर पनि समस्या हुने छ। त्यसपछि यही तरिकाले टोक्यो। अहिलेको फाइन्डिङ्सहरूले पहिला बाघले यही तरिकाले टोक्यो, अघि जसरी टोक्यो जसरी माऱ्यो त्यही खालको हुन्छ। अनि त्यस पछाडि अब के गर्नु त, यसले चाँडै पऱ्यो, मानिस बाघले त जित्नु पऱ्यो कि बाघले खानु कहाँ मनको बाघले, मनको बाघले खाएर पनि मान्छे त बाहिर ननिस्किने भयो, केही नगर्ने भयो, खेतीपाती गर्नु, फलफुल के गर्नु, जङ्गल जानुपर्ने। अनि त्यो वनको बाघले मार्छ आफ्नै ठाउँमा छ, कोही निश्चितलाई मार्छ। तर मनको बाघले त पल पल हर क्षण सबैले मारिरहेको हुन्छ नि त। के अरे